कहिलेकाहीँ सोच्नु भएको छ जीवनको खास अर्थ के हो, साँचो उद्देश्य कसरी पत्ता लगाउने? खैर, आज हामी एउटा यस्तो नक्साको बारेमा कुरा गर्दैछौं जुन कुनै देश वा शहरको होइन, बरु हाम्रै भित्री शक्तिहरूको हो। यो एउटा यस्तो गाइड हो जसले हामीलाई अझ अर्थपूर्ण जीवनतिर लैजान सक्छ। अब अर्थपूर्ण जीवनको खोजी त हामी सबैले गरिरहेकै हुन्छौँ होइन त? यो त सबैको चाहना हो। तर कतै हामी गलत ठाउँमा त खोजिरहेका छैनौं। कहिलेकाहीँ बाहिर होइन, आफ्नै भित्रतिर हेर्नुपर्ने पो हो कि? साँच्चै, के कुराले जीवनलाई अर्थपूर्ण बनाउँछ? यो निकै गहिरो प्रश्न हो, होइन? अनि अक्सर यसको जवाफ खोज्दा खोज्दै हामी केमा अल्झिन्छौँ भने आफ्ना कमजोरीहरू सुधार्नमा। तर सोच्नुस् त, के होला यदि हामीले आफ्नो फोकस नै पूरै परिवर्तन गरिदियौँ भने? ल हेर्नुहोस्, अक्सर हाम्रो तरिका के हुन्छ भने आफ्नो जीवनमा के गल्ती छ, के कमजोरी छ त्यही खोज्ने अनि त्यसलाई सुधार्नमा लाग्ने। तर के होला यदि हामीले आफ्नो ध्यान गल्तीमा होइन, बरु हामीभित्र भएको सही कुरामा लगायौं भने? हो, पोजिटिभ साइकोलोजीको यो VI दृष्टिकोणले ठ्याक्कै यही गर्छ। यसले हाम्रा कमजोरीहरूमा होइन, हाम्रो भित्र लुकेर बसेका शक्तिहरूलाई चिन्न र त्यसलाई अझै विकास गर्नमा जोड दिन्छ। त्यसो भए यो नयाँ यात्राको लागि हाम्रो गाइड के हो त? हो, यही हो VI भर्च्यु म्याप, जसको बारेमा आज हामी विस्तारमा कुरा गर्दैछौँ। अब यो VI भर्च्यु म्याप भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो पोजिटिभ साइकोलोजीले तयार पारेको एउटा फ्रेमवर्क हो। यसलाई हाम्रो व्यक्तिगत विकासको यात्राको लागि एउटा रोड म्याप जस्तै सम्झिनुहोस्। यसले हामीलाई आफ्नो भित्रको सबैभन्दा राम्रो गुणहरू, हाम्रो बेस्ट भर्जनलाई चिन्न र विकास गर्न सघाउँछ। यो नक्साको जगमा छन् 6वटा विश्वव्यापी सद्गुणहरू। यिनीहरू भनेका मानवीय असलपनका मुख्य पिलरहरू हुन्, जुन संसारको जुनसुकै संस्कृतिमा पनि मूल्यवान मानिन्छन्। अनि ती 6वटा मुख्य सद्गुणहरूभित्र पर्छन् जम्मा 24वटा विशिष्ट चरित्र शक्तिहरू। यिनीहरूलाई चाहिँ जीवनमा साँच्चै फल्न फुल्नको लागि चाहिने व्यावहारिक औजार वा टुल्सको रूपमा लिन सकिन्छ। त्यसो भए यो नक्सा प्रयोग गर्नुको मुख्य लक्ष्य के हो त? यो केवल शक्तिहरूको लिस्ट बनाउनु मात्रै होइन है। यसको खास उद्देश्य हो हाम्रो समग्र जीवनको क्वालिटी बढाउनु, जीवनमा सन्तुष्टि बढाउनु र अन्ततः एउटा साँच्चै अर्थपूर्ण, उद्देश्यपूर्ण जीवन जिउनु। ल, अब यो नक्साको अलि गहिराईमा डुबुल्की मारौँ है त। सुरु गरौँ यसका आधारभूत संरचना अर्थात् ती 6वटा मुख्य सद्गुणहरूबाट। यी सद्गुणहरूलाई निकै तार्किक रूपमा 2 समूहमा बाँडिएको छ। पहिलो समूहले हाम्रो व्यक्तिगत क्षमता र अरूसँगको सम्बन्धमा केन्द्रित छ भने दोस्रो समूहले चाहिँ हाम्रो समाज र हाम्रो आध्यात्मिक पक्षलाई समेट्छ। यसरी यसले व्यक्तिगत र सामाजिक दुवै खालको कल्याणलाई जोड्छ। यहाँ हेर्नुस् त, यो टेबलमा ती 6 सद्गुणहरू र त्यससँग जोडिएका केही शक्तिहरू देखाइएको छ। जस्तै बुद्धि अन्तर्गत रचनात्मकता, जिज्ञासा जस्ता शक्तिहरू पर्छन्। त्यस्तै साहसले हामीलाई बहादुरी र लगनशीलता दिन्छ। मानवताको कुरा गर्दा प्रेम र दया जस्ता गुणहरू आउँछन्। अनि न्याय अन्तर्गत टिमवर्क र निष्पक्षता। यी केवल शब्दहरू मात्रै होइनन् नि, यी त एउटा राम्रो र अर्थपूर्ण जीवन जिउने बाटोहरू हुन्। अब यी शक्तिहरू के हुन् भनेर बुझ्नु त पहिलो खुड्किलो मात्रै भयो। खास परिवर्तन त तब आउँछ जब हामी यिनीहरूलाई आफ्नो व्यवहारमा उतार्छौं। त्यसो भए प्रश्न आउँछ, यो ज्ञानलाई दैनिक जीवनमा कसरी लागू गर्ने त? यो प्रक्रिया एकदमै सरल र व्यावहारिक छ। पहिलो स्टेप, आफ्ना मुख्य शक्तिहरू, आफ्नो सिग्नेचर स्ट्रेन्थ्स के हुन् त्यो पत्ता लगाउने। दोस्रो, ती शक्तिहरूलाई हरेक दिन जानाजानी प्रयोग गर्ने। र तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, यसले आफ्नो जीवनमा ल्याएको सकारात्मक परिवर्तनलाई याद गर्ने, त्यसलाई अवलोकन गर्ने। अनि यो अभ्यासलाई अझ प्रभावकारी बनाउनका लागि केही टिप्सहरू पनि छन्। जस्तै 2वटा मिल्ने शक्तिहरूलाई जोडेर प्रयोग गर्ने। मानव रचनात्मकतालाई लगनशीलतासँग जोड्नुभयो भने कुनै पनि गाह्रो काम पार लगाउन सजिलो हुन्छ। अर्को कुरा, यी शक्तिहरूको वरिपरि सासाना बानीहरू बनाउनुहोस्, ताकि यिनीहरूको प्रयोग तपाईको लागि स्वाभाविक बन्दै जाओस्। ल, अब हामी अन्त्यतिर आइपुगेका छौं। समग्रमा भन्नुपर्दा यो VIS नक्सा एउटा सचेत र उद्देश्यपूर्ण जीवन जिउनका लागि निकै शक्तिशाली टुल हो। यो कुनै अन्तिम गन्तव्य होइन, बरु आत्मखोजको एउटा निरन्तर यात्रा हो। एउटा निकै सुन्दर भनाइ छ जसले यसको सारलाई समात्छ।
हाम्रा भित्री शक्तिहरूलाई पहिचान गरेर र जानाजानी प्रयोग गरेर हामी जो हौं र जो बन्ने सम्भावना राख्छौं त्यसबीचको खाडललाई पुर्न सक्छौं। कति गहिरो कुरा छ हैन? त्यसैले यसबाट लिनुपर्ने मुख्य सन्देश के हो भने यो VIA भर्च्यु म्याप केवल गुणहरूको एउटा सूची मात्र होइन, यो त एउटा जीवित, गतिशील प्रणाली हो जसले हामीलाई निरन्तर बढ्न, सिक्न र आफ्नो उत्कृष्ट संस्करण बन्न मद्दत गर्छ। यो यात्रा कहिले सकिँदैन। र अन्त्यमा एउटा प्रश्न छोडेर जान्छु। यी सबै शक्तिहरूको बारेमा थाहा पाइसकेपछि आज आफ्नो कुन चाहिँ शक्तिलाई उपयोगमा ल्याउन सकिएला? एकपटक सोच्नुस् त, यो यात्राको सुरुवात आजैबाट हुन सक्छ।